स्वर्गीय गगन घरती मगरको घरमा आज अत्यन्तै शोकमग्न अवस्थामा छ। स्वर्गीय गगन मगरका आफ्ना प्रिय साथीहरूले यति बेला शोकमग्न धुनहरू बजाइराख्नु भएको छ। स्वर्गीय गगन घरती मगरका आमाका इच्छा अनुसार मेरो छोराले बजाउने बाजाहरू बजाउनु पर्यो, आज मलाई सुनाइदिनु पर्यो, मेरो छोराको याड आउँदैछ भनेर उहाँले माग गरेपछि उहाँको इच्छा अनुसार हामीले व्यवस्था गरेका हौँ र यति बेला धेरैजना शोकमग्न अवस्थामा हुनुहुन्छ। आज चैतको 2 गते आज चोखिने सुधारीको दिन परेको छ। रोल्पादेखि पोर्चबाङ अन्य ठाउँ क्षेत्रडाङ भएका सबै इष्टमित्र आउनुभएको छ। यो शोकमग्न धुनमा अत्यन्तै गगन घरती मगरको अभाव उत्तिरहेको छ। साङ्गीतिक क्षेत्र फाँटमा धेरै विधामा गगन घरती मगरको त्यति नै उल्लेखनीय योगदान र कला र गलाले भरिएका गगन घरती मगरको यही फागुन 29 गते असामयिक दुःखद निधन भएको छ र हिजो चैत 1 गते दाह संस्कार भयो र आज हामी अन्तिम सुधारी चोखिने दिनमा छौँ र गगन घरती मगरका आमाको इच्छा अनुसार हामीले यो शोक धुन बजाइरहेका छौँ। उहाँकै यो सबै गाजा बाजा उहाँ गगन घरती मगरको रहेको जानकारी गराउँदछौँ।